खुसी केमा हुन्छ? मेरो सोच यस्तो छ, मानिसहरू किन खुसी हुन्छन्? धेरैलाई लाग्छ ठुलो घर, धेरै पैसा, थुप्रै सम्पत्ति भए मात्र खुसी हुन्छ। तर मेरो सोच फरक छ। मलाई लाग्छ साना साना कुराहरूमा पनि खुसी हुन सकिन्छ। जस्तै परिवारको मुस्कान, आमा बुबासँग घुम्न जाने, सँगै बसेर चिया खाने, यी सबै साना क्षणहरूले नै त साँचो खुसी दिन्छ। हामी धेरै पटक सोच्छौँ उता घर ठुलो छ, धेरै पैसा छ, अनि त राम्रै जिन्दगी चलिरहेछ। तर बाहिरबाट देखिएको कुरा सधैँ साँचो हुँदैन। त्यसैले मलाई लाग्छ खुसी सम्पत्तिमा होइन, सम्बन्धमा हुन्छ। साँचो खुसी हो बाबा आमासँग बिताएका पल। हामीले खुसी हुँदा, दुःख हुँदा आमा बुबालाई सबै कुरा खुला मनले भन्नुपर्छ। उनीहरू हाम्रा सच्चा साथी हुन्। अनि मलाई लाग्छ परिवार नै साँचो खुसी हो। द्याट्स इट। तपाईको विचार के छ कृपया कमेन्टमा लेख्न नबिर्सिनुहोस्।